शम्भो जय शम्भो। नमस्कार साथीहरू, स्वागत छ मेरो नयाँ भिडियोमा। आज हामी भान्जा र म चाहिँ च्यालेन्ज गरेर होइन उता स्वयम्भूको पार्कतिर जाँदैछौँ होइन। भान्जाले भन्नुभएको छ कि मलाई च्यालेन्ज दिनुभएको छ होइन। भान्जाले भन्नुभएको छ म सेटअप चाहिँ होइन पुसअप हो चिनअप के हो, चिनअप भन्छन् भान्जा त्यसलाई, झुन्डिएर गर्छन् नि तल माथि हो त्यो हो चिनअप। चिनअप भान्जाले जति हान्नुहुन्छ नि होइन, भान्जाले 10 हान्यो भने मैले 20 हान्ने होइन, भान्जाले 20 हान्यो भने मैले 40 हान्ने च्यालेन्ज छ होइन। त्यो पुरा हुन्छ हुँदैन त्यो थाहा छैन होइन। भान्जाको बोलीको आधारमा चाहिँ मैले यो च्यालेन्ज एक्सेप्ट गरेर भान्जा र म चाहिँ अहिले हिँड्दैछौँ होइन। कति हानिन्छ अब त्यो त उतै गएर थाहा होला होइन भान्जा। हो त्यही त, ल ठिक छ उतै जाउँ है। जाउँ होइन ल ल हस् ल, त्यहाँ गएर थाहा हुन्छ कसले कति हान्छ। र पक्की सडक भत्काएर फेरि सडक निर्माण हुँदैछ। नेपालको विभिन्न ठाउँमा एकपटक नि कच्ची सडक निर्माण भएकै छैन। सरकारको ध्यान पनि त्यता जाओस्। साथीहरू, मान्छेको जिन्दगी पनि यस्तो, यहाँ गाडी कुदेको देख्न सक्नुहुन्छ होइन। तपाईँले यता गाडी कुदेको देख्न सक्नुहुन्छ। कोही अगाडि हुन्छन्, कोही अलि त्योभन्दा पछाडि हुन्छ। कोहीले स्पिड बढाएर गाडीलाई छोडेर बाइकले उसलाई छोडेर अलिक अगाडि बढ्छ होइन। जिन्दगी पनि यस्तो हो क्या, सङ्घर्ष गर्ने, अलि स्पिडले अगाडि बढ्ने हो, को अगाडि बढ्छ होइन, को चाहिँ अलिक पछाडि हुन्छ। त्यो अगाडि पुगेर नि त्यो रोकिन्छ भने त्यो पछाडिको गएको स्पिडमा गएको छ भने त्यो अगाडि पुग्छ क्या। जुनसुकै सेक्टरमा हालेर नि सिक्न सकिन्छ। जस्तै पैसाको तुलना होइन, पढाइको तुलना, जेसँग नि कम्पेरिजन गरेर हर चिज हामीले यसरी जस्तै गाडीहरूबाट सिक्न सकिन्छ होइन। तपाईँहरूलाई के लाग्छ, कस्तो लाग्छ जानकारी दिनु होला कमेन्ट। मामा र भान्जा हामी दुईजना चाहिँ होइन ऊ माथि हो होइन, स्वयम्भू चाहिँ होइन यता पार्कतिर जाँदैछौँ होइन। मामा र भान्जाको एक्सर्साइज गर्न, जिम गर्न। अहिले हामी सधैँ 5:30 त्यस्तै बजेतिर निस्किन्छ होइन। 5-6 बजेतिर निस्किन्छौँ होइन। भान्जा कसो हो एक्सर्साइज गर्नुपर्छ होइन, गर्नुपर्छ। स्वास्थ्य भन्दा ठुलो केही छैन। अब अहिले होइन हामी अब मामा र म अहिले च्यालेन्ज हान्छ होइन, कसले बडी हान्ने रहेछ। अब गाइज होइन भिडियो पुरा समय हेरिदिनु होला, स्किप नगरिदिनु होला हाम्रो भिडियोलाई। तपाईँ मामालाई सपोर्ट गर्नुहुन्छ कि भान्जालाई सपोर्ट गर्नुहुन्छ होइन। कसले हान्छ मामाले बताउनु हान्छ ल गाइज, कमेन्ट ल कमेन्ट गर्नु सक्नु होला है गाइज। अहिले हामी स्वयम्भूको भगवानपुरतिर जाँदैछौँ होइन। यता हरियाली देख्न सक्नुहुन्छ होइन तपाईँहरूले। हरियाली, राम्रो हरियाली, रुखहरूमा हरियाली आछ, नयाँ पातहरू आछ। मान्छेको जिन्दगीमा पनि यस्तै हो क्या। अहिले सुक्खा छ भन्दैमा हरेस खानु पर्दैन होइन। जस्तै रुखहरूमा अब रुखहरूको पात एकचोटि खस्छ होइन, जेरो हुन्छ, त्यसपछि चाहिँ होइन, त्यसपछि चाहिँ हरियाली पातहरू आउँछ होइन। त्यस्तै मान्छेको जिन्दगीमा पनि त्यही हो कि अहिले जिरो लेभल छ भन्दैमा हरेस खानु पर्दैन। एक न एक दिन आउँछ कि सङ्घर्ष गर्न छोड्नु हुँदैन होइन। मजाले मान्छेको जिन्दगीमा पनि एक न एक दिन यस्तै हरियाली आउँछ होइन भान्जा। तपाईँहरूलाई के लाग्छ, कस्तो लाग्छ होइन। हामीले हर चिजबाट यसरी नै सिक्ने हो क्या। ल यता घुमेको देख्न सक्नुहुन्छ होइन तपाईँहरूले। जिन्दगीलाई पनि यसरी नै घुमाउनु पर्छ कि आफूले। जिन्दगीले हामीलाई होइन कि हामीले जिन्दगीलाई घुमाउनु पर्छ। यहाँबाट यस्तै कुरा सिकिरहेको छ है। भान्जा अहिले के घुमाउनु लाग्नु भएको भान्जा? यो खै त्यो त मलाई नि थाहा छैन होइन। गाइस तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु नभन्नु होला, कमेन्टमा बताउनु होला है। यो चाहिँ हामीलाई नि आउँदैन होइन, के गर्ने अब। भाइ के छ, ठिक छ ह्यान्डसम भाइ हो। भाइ तिम्रो नाम चाहिँ के हो यहाँ? हजुर ल ल ठिक छ भाइ। घुम्न आउने भाइ हामीसँग? तिमी काले भने तिमी निकाले म निकाले हो जाएगा दिल वाले। हाम्रो दिल छैन। ओ भात कभी नहीं खा ले? अच्छा क्या रोटी खा ले? अच्छा कितना रोटी खाते हैं?
अच्छा ताकत बढ़ाने के लिए 10-20 हो ठीक है फिर ल है ल भाइ अहिले हामी चाहिँ स्वयम्भूको भगवान पाउ साइडतिर छौँ होइन यो स्वयम्भूको एउटा रोचक कुरा के छ भनेपछि होइन स्वयम्भूमा एउटा यस्तो भर्याङ डिजाइन गर्नु भएको छ कि 365 भर्याङ डिजाइन गर्नु भएको छ त्यो यतातिर हो कि अर्को साइडपट्टि हो त्यो थाहा छैन होइन त्यो 365 सिडीले के सिकाउँछ भनेपछि जिन्दगीको एक वर्षमा 365 दिन हुन्छ होइन एउटा सिडीले जिन्दगीको सङ्घर्ष सिकाउँछ होइन एक सङ्घर्ष गर्दा अगाडि बढ्दै एक वर्षको 365 दिन हुन्छ त्यस्तै जिन्दगीमा पनि एक सिडी गर्दै पार गर्दै जिन्दगीमा पनि त्यसरी नै अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ स्वयम्भूको सिडीले सिकाउँछ क्या अहिले हामी अब हाम्रो गन्तव्यतिर निक्दैछौँ होइन स्वयम्भूको सिडी चढ्दैछौँ कोही मान्छेहरू गन्तव्यमा पुगेर फर्किँदैछन् भने कोही मान्छेहरू गन्तव्यतिर हिँड्दैछन् होइन हामी चाहिँ गन्तव्यतिर हिँड्दै हो मामा भान्जा होइन भान्जा हो कि होइन हाम्रो च्यालेन्ज चाहिँ अलि यतातिर होइन यो पार्कमा यतातिर पार्क छ होइन जिमसिम गर्ने ठाउँ रहेछ अब पुग्दैछौँ एकछिनमा तपाईँहरूलाई भिडियो नि देखाउन सक्छौँ होइन हामीहरू अब हामी चाहिँ च्यालेन्ज पुरा गर्नलाई होइन ठिक्क ठाउँमा पुगिसक्यौँ होइन भान्जा भान्जा ल च्यालेन्ज पुरा नगर्ने त भान्जा गर्ने ल ल जानु न टाइम आइसक्यो उता दुईवटा छ ठाउँ मेरो टाइम आइसक्यो टाइम आइसक्यो पहिला तपाईँले हान्ने हो नि भन्छ त्यसपछि मैले तपाईँ जति होइन तपाईँ जति हान्न सक्नुहुन्छ होइन त्यसको डबल हान्ने लक्ष्यले आएको होइन यता चाहिँ खै एकचोटि जानु त भान्जा खाली छ नि 2 ठाउँ छ तल माथि हामी चाहिँ ठिक्क अब च्यालेन्ज पुरा गर्नलाई मामा अनि भान्जा चाहिँ पुगिसक्यो होइन अब एकछिनमा हाम्रो च्यालेन्ज पुरा हुन्छ अनि तपाईँ मामालाई साथ दिनुहुन्छ कि या भान्जालाई साथ दिनुहुन्छ होइन यसो सपोर्ट गर्नु होला तपाईँको सपोर्टले गर्दाखेरि फेरि हामीमा पनि मामालाई पनि इनर्जी आउँछ भान्जालाई पनि इनर्जी आउँछ होइन भान्जा हो ल अब एकछिनमा कम्प्लिट हुन्छ है च्यालेन्ज 3 4 5 6 7 8 9 10 11 हाल्यो भने 12 बाह्र सकिसक्यो अलिक चाँडो पुग्यो है ल 8 9 10 11 12 ल उता केटाहरू नि ल मस्त तरिकाले जिन्सिङ गर्दैछ भान्जा तपाईँको पालो कति खानु ल जानु ल दामी पालो ल हुन्छ ओ मार्केसङ ल यसले पुरा यो फोटो खिच्नु पनि यहाँ रहेछ ल बबाल ल फेरि अर्को जना हुन्छ है ल अर्को पालो आयो ल डेन्जर ल नाइस गुड ल बबाल सिधै खानु नखानु ल यहाँ गीत चेक फोटो नखानु हाम्रो कार्यक्रम पनि समाप्त भएको घोषणा मामा भान्जाबाट पारित गरियो है अनि फेरि अब फेरि हामी रुमतिर फर्किँदै तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन कमेन्टमा बताइदिनु होला जानकारी दिनु होला होइन भन्दै सबैजनालाई माया छ यो भिडियो जोसँग पुग्छ जसको मोबाइलमा आउँछ उनीहरूलाई माया छ होइन माया हाम्रो अमर हुनेछ होइन यस्तै भिडियोहरू फेरि लिएर आउनेछौँ हाम्रो च्यानललाई सब्सक्राइब गरेर फलो गरिदिनु होला होइन अरूलाई नि सेयर गरिदिनु होला तपाईँको सहयोगको लागि आभार व्यक्त गर्दछु थ्याङ्क यू हाम्रो भेट अर्को भिडियोमा हुनेछ भन्दै छुट्टिन्छु हस् त नमस्ते